हामी चाहिँ पूजा गर्न जानु लाग्यो है भाले यता घरबाट निस्केको ल सर यता हामी यतिखेर चाहिँ मबुवा पुलमा पुगेको छौँ। यहाँबाट अब सिधै हामी आबु खाइदिन निस्किनेछौँ। हेर्नुहोस् यो मुनि बगिरहेको चाहिँ दरौदी खोला है, दरौदी गोर्खाको दरौदी खोला। अब सरर जाँदैछ, हेर्दै गर्नु होला। अहिले हामी आइपुगेका छौँ यो गोरखकाली रबर उद्योग। यो चाहिँ गोर्खा र तनहुँको सिमानामा पर्दछ। बायाँपट्टि रहेको चाहिँ गोरखकाली टायर उद्योग। अब यहाँबाट अगाडि बढ्दै गएपछि हामीले चाहिँ अब नयाँ गेट फेला पार्नेछौँ। त्यहाँ रहेको छ गोर्खा नगरपालिकाको गेट, शहीद लहनको चाहिँ मूर्ति भएको गेट है। वाउ, यो गेट क्रस गरिसकेपछि चाहिँ हामी यो पुल तर्नेछौँ। आउ खैरीको पुल क्रस गरिसाथ हामी जानेछौँ तनहुँ। मुनि चाहिँ खोला सुक्खा छ है, सुक्खा हाइड्रो पावरले चाहिँ बन्द गरेको छ। अब हामी प्रवेश गऱ्यौँ आबु खैरेनी तनहुँ। हेर्दै गर्नु होला। यो रहेको छ आबु खैरी चोक। यहाँबाट चाहिँ दायाँ लाग्यो भने चाहिँ पोखरा गइन्छ भने अब हामी चाहिँ बायाँ लागेर काठमाडौँतर्फ लाग्दैछौँ।
आबुखैरिनबाट चाहिँ 2-3 किलोमिटर अगाडि काठमाडौँतर्फ बढ्दाखेरि यहाँ आउँछ आबुखैरिन गाउँपालिका भित्रको सुन्दर झरना ऐना पहारा। यदि हजुरहरूलाई पनि घुम्न मन छ भने यहाँ आएर इन्जोय गर्न सक्नुहुनेछ। यो रहेको छ मुलिनको नयाँ पुल। यसको दायाँपट्टि रहेको छ पुरानो पुल, बायाँपट्टि रहेको छ नयाँ पुल। यतिखेर भने हामी मुङलिन बजार प्रवेश गरिसक्यौँ। यहाँबाट चाहिँ दायाँ लाग्यो भने नारायणघाट। अब हामी सिधै काठमाडौँतर्फ चाहिँ अगाडि बढिरहेको छौँ। यो रहेको छ मुङलिन बजार, इच्छाकामना गाउँपालिकाभित्रको मुङलिन बजार। यसरी नै मुङलिन हुँदै अगाडि बढ्ने क्रममा हामी पुग्यौँ मनोकामनाको गेट। मनोकामना माईको नाम लिएर दर्शन गर्दै हामी लाग्यौँ अगाडि।
इच्छाकामना मन्दिर जाने बाटोतिर। यतिखेर भने हामी पुगेका छौँ फिस्लिङ बजार। यो पारी रहेको नयाँ पुल रहेको छ, गण्डकी गाउँपालिका जाने पुल। अब हामी अगाडि बढेर फिस्लिङ बजारबाट चाहिँ अगाडि बढ्दैछौँ। अब यो चोक आयो, चोकबाट चाहिँ हामी सिधा नगइकन दायाँतर्फ लागेर यहाँबाट करिब 18 किलोमिटर माथि इच्छाकामना मन्दिरको दर्शन गर्नको लागि हामी दायाँतर्फ लाग्नेछौँ। अब यहाँबाट सिधै माथि 18 किलोमिटर इच्छाकामना मन्दिर।
मन्दिर कता हो मन्दिर फाइनली हाम्रो चाहिँ अब यहाँ पूजाको सामान चाहिँ रेडी भइसक्यो हैन इच्छा कामनालाई सिद्धिनी बाबालाई यो भाले इच्छा कामनालाई पूजा गर्ने रेडी हुँदैछ पूजा गर्ने यो अक्षता यहीँ राख्ने त होला नि भाले त राख्ने बाबु कता गयो बाहिरै राख्ने पूजा गर्न जाँदैछ पानी ल्याएको छु पूजा गरेर आइसकेको छ र सिद्धिनी बाबा पकेटमा राख्नु पानी छ कस्तो बाहिरै छ नि त कस्तो लिएर आउनु सिद्धिनी बाबा आमा नमस्ते मम्मी कुरा हुन्छ नि कति धेरै राख्यो होला त्यति बस्नु ए यो रुखलाई त पूजा पो गरायो त्यो रुखलाई यो टिका पछि यसो चलाउने टिकालाई यस्तो यस्तो गर्ने होला नि नमस्ते अनि यस्तै ढाला बनाउन पर्छ त के हो यो नठुलो येलो के हो यो नानी यस्तो राम्रो फुल यस्तो राम्रो फुल यो के हो
यहाँ छ यहाँ दुईटा यहाँ यस्तो पनि हुँदो रहेछ म त्यही यो राखे हो क्या अब पूजा गर्ने हो पहिला टिकी लगाइदिउँ अनि पछि ठुलो पछि दिने रातो चन्दन पहिलो चन्दन टिकी लगाउने पुग्दैन होला भन त त्यतिकै सिधा यसलाई नदेख्नु भनिरह है ल मेरो छोरीले एउटा चलाउनुहोस् यता यहाँ राख्ने बाँधेर राख्नुहोस् ल कसरी बाँध्नु मलाई त बाँध्ने आउँथ्यो हामीलाई हाल्ने अब धुप सल्काउने नरियलले कसरी फुटाउने लाइटर यति सल्केर बस्छ है धुप बाल्ने कार्यक्रम भइरहेछ हाम्रो चाहिँ सिद्धिनी बाबा आमाको पूजामा हो त उहाँ डिलमा राख्थ्यो अब यहाँ अर्को नेपाला झिकेर कपुल धुपी हाल्दै एउटा दुइटा ल यसलाई यस्तो अहिले बोल्छ होला है सानो के गर्नु भएको सानो ल आऊ तपाईँ ल यसो गर अहिले यता यता यसरी गर आऊ यता यता आऊ ल यो अटो हो यसरी यो हातले देखेँ होइन माथिको सिन निकाल्नु लाग्यो कहाँ पुऱ्याउने चामल कता राख्नु त्यति चढाइदिनुहोस् न चराचुरुङ्गी आइरहेको हुन्छ यहाँ पत्ता राखी ल भयो
मम्मी यता हेर्नु न यहाँ बोतल राख्थे हो यहाँ पूजाको अहिले पिठा बनाउनु यहाँको त अब बनाएर जानुपर्छ छोरो इच्छा कामना माई बाहिर बाहिर घुमिने हे यता नि ल भित्र फोटो खिच्नु हुन्छ न बुवा हुँदैन चाहिँ भित्र फोटो खिच्न नहुने भएर यहीँबाट पूजा गर्न जाने मम्मी यता हेर्नु यहाँ किरा किरा नि भगवान भाषा नि आउँछ 6 बजे जाने हो हामी रातिमा यस्तो गरेर नि त जान्छ नि होइन के तुकिरला फ्यानलाको हुन्न नचल मार्नु न जुत्ता यता यता ल्याउँछ
ल अब के मन्दिर भयो यो सिद्धिनी सिद्धिनी सिद्धिनीको पूजा गरिदियो अब इच्छा कामना गर्ने पूजा गरिदियो बुवा लिनुहोस् टिका त होइन नि है टक्क लाएर बाबुलाई छिटो भरेर आऊ छिटो यहाँ टिका दुई हातले देऊ आशीर्वाद दिनु पर्यो आँटेको पुग्नु हाँगेको पुग्नु दागेको पुग्नु रोग बेद छोडा भेद फुलेर नाग नके नलानु कल्ला हस र नाले होस् गरेर नाले रक्षा रस गरेर रक्षा गर्यो ल कतिर हाल्दिले हाल्दिले त 11-12 गरेर छ मगर पछि यतापट्टि फेदि कि यता फेदि रे तपाईको यता फेदियो लेवटार भन्ने के तार लेवटार 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 यहाँ मगर त छ नि आदि अब बगान छ होला को छ त घरमा त अब छ नि दाइलाई छ तपाईँ चाहिँ सन्यासी हजुर म मेरो छैन छोरा पालमा छोरा छैन छोरी पालमा छोरी छैन बुढी पालमा बुढी छैन बाआमा पालमा बाआमा छैन सन्यासी हजुर ए ल ठिक छ सुख शान्ति नै छ नि होइन सुख शान्ति नै छ बसिया खाइया ठिक छ के नि यो नखाइ भन्न त्यो चाहिँ भोर्नी हो अर्को है यो अब मेरो खानेकुरा खानुपर्छ ए यो मैले किनभने यो चिलिम हो कि गाँजा हो कि गाँजा खान्छ म ल बाबा आजको दिन चाहिँ राजा भनेर लेखेको रहेछ है अब बुढीले गोडा पानी खान्छु भन्छ ओहो छोरो यहाँ छोडो अब यहाँ मम्मीले के गर्छ हेर यस्तो गर्ने काफल नि छ बाबु हो जाने चढ्न टुप्पा ल एकछिनको लागि बुहारी भइदिउँ न रेडी पूर्व तयारी गर्दैछन् झ्याउ छ कस्तो पकाएको छिटो गर टाउकोमा त हाल्नु पर्यो खुट्टा ज्वरो पलाउनु न ल त्यस्तो बिना त होइन है के हुँदैछ आज पसिन भन्नु यो त फेरि म खाइछु म के गरे हो आबाबाट नुन खान नि पाइयो होइन आज दिनभरि व्रत भङ्ग भयो पति परमेश्वरी ल भाग्यमानी भए भाग्यमानी यता पनि पालो छ फेरि ल एक भयो 2 3 ल भयो उसो मैले मेरो छोराले ल धेरै ज्ञानी बन्नु ठुस नहुनु भनेको मान्नु मनले आँटे ताके कुरा पुगुन्
यहाँ अरू धेरै जाने छैन ल यति आशीर्वाद ल छोरा ल भने भन्नु जिउ गर मन छोराले लिएर बस्यो जिउ गर खुवाउँछ धेरै नखाऊ मामुले जिउ दिन्छ ल छोरा ल ड्याडीले नि ल्याइदिहाल्छ नि ल ज्ञानी भन्नु धेरै पढ्नु चकचक नगर्नु भनेको मान्नु ठुलो मान्छे बन्नु है ओके ओके अनि त्यसपछि ज्ञानी भयो भने भने मान्यो नि ड्याडीले जे जे भन्यो त्यति दिन्छ खै खोइएन यस्तो डाँडाङ डुङ हानेर खाइसक्यो होइन भयो अब राख्छु पुजारी भए गुरुङ भयो नि त ल आएर हामीले पूजा गरियो खाना अब बाटा सोध्नु पर्ला त्यहाँ उता बन्छ खान्छ गरेन छिटो हुन्थ्यो बुवा ए छोरो जुत्ता लगाएर जानुहुन्न है भित्र भ्यू पोइन्ट हो जात्रा गर्ने ठाउँ के मन्दिरलाई दर्शन गरेर अब हामी बाई बाई गर्न लाग्छ है फाइनली गाइज आजलाई चाहिँ भिडियो यति नै अब फेरि नेक्स्ट टाइम भन्दै गीत मार्न चाहन्छु इच्छा कामना मन्दिरको दर्शन गरियो अब हामी घरतिर लाग्ने अहिले आउँदा धेरै घुमेर आइएको थियो मुङलिन हुँदै फिस्लिङ हुँदै माथि उक्लेर आइएको थियो अब चाहिँ हामी डाइरेक्ट यहाँबाट सर्टकट मुङलिन झर्ने बाटो चाहिँ यता छ देखेन कि यो मुनिको गाउँबाटै जाने बाटो यता छ है